डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि, किन चिन्ता गर्नुहुन्छ? नगर प्रहरीले टहरा भट्काउने क्रममा महिलाको घाँटी थिचेपछि सुनसरीको दुहबी क्षेत्रमा टहरा भट्काउने क्रममा महानगरपालिकाका नगर प्रहरी र नेपाल प्रहरीले एक महिलालाई रुखमा बाँधेर घाँटी थिच्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। अतिक्रमण हटाउने क्रममा भएको भनिएको उक्त भिडियोमा महिलालाई अति नै पीड़ा दिएको देखिएको छ। सुकुम्बासीको बस्तीमा डोजर चल्यो भने 1 नम्बरमा त्यसको विरुद्धमा चाहिँ म उत्रिन्छु। तपाईको अधिकार हनन गर्न डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि, किन चिन्ता गर्नुहुन्छ? मान्छेको घर भत्काएर त्यो सबैलाई त्यो टाट पल्टाएर बाटो बढाउनु चाहिँ त्यो सही होइन। त्यो आलेन आयो भने सुकुम्बासीको बस्तीमा डोजर चलाउँछ भने लगाइदिहाल्ने मान्छे